साथीहरू, भुन्टीको नयाँ भाग आउन अझै धेरै समय बाँकी छ, तर यो लामो पर्खाइलाई हामी अझै रमाइलो बनाउनेछौँ। आजको यो विशेष रिभ्यू भिडियो पुरा हेर्नुहोस्, जसले तपाईँले अर्को भाग हेर्न झन् उत्साहित र उत्सुक बनाउनेछ। सुरु गरौँ आजको रिभ्यू एपिसोड। के तपाईँले कहिले सोच्नु भएको छ, जसलाई जीवन साथी ठानेर विश्वास गरियो, उही मान्छेले सम्पत्तिको लोभमा ज्यानै मार्ने योजना बनायो भने के होला? भुन्टी सिरियलको भाग 328ले यही डरलाग्दो पारिवारिक षड्यन्त्रको पर्दाफास गरेको छ, जहाँ भूपेन्द्रले आफ्नी प्रेमिका जेरीसँग मिलेर श्रीमती भुन्टीलाई सिद्ध्याउन खोजेको कुरा बाहिर आएको छ र भुन्टीले उक्त कुराको अडियो रेकर्ड सुरक्षित गरी अपराधीहरूलाई कानुनी कारबाहीको कठघरामा उभ्याउने दृढ अठोट लिएकी छिन्। घर परिवारका अन्य सदस्यहरूको नाटक र भुन्टीको आफ्ना बुवा आमासँगको भावुक भिडियो कल संवादले कथालाई थप रोचक बनाएको छ भने के अब भूपेन्द्र र भुन्टीको सम्बन्ध सदाका लागि टुट्ला र कानुनले कस्तो सजाय देला भन्ने प्रश्न दर्शकमाझ उठेको छ। आगामी भागमा भूपेन्द्र र जेरी प्रहरीको फन्दामा पर्ने तथा उनीहरूलाई जोगाउन खोज्नेहरूको असली रूप समाजसामु उदाङ्गो हुने अनुमान गर्न सकिन्छ र न्यायको लडाइँलाई दर्शाउने यो भाग निकै सन्देशमूलक रहेकोले यस्तै रोचक समीक्षा र आगामी भागका अपडेटहरूका लागि हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।